दोस्ती। हेलो गाइज, वेलकम टु अ न्यू ब्लग। आज फेरि नयाँ तरिकाको होइन। आज उठिसकेँ म उठिसकेँ, असु पनि उठिसकेँ। हिजो भिडियो एडिट गर्दा अलि ढिलो भयो होइन, त्यही भएर अलिक ढिलो भयो। अब हेरौँ कस्तो हुन्छ आजको दिन है। यसले जिस्का खायो उतापट्टि होइन। यो फेरि यता पुरा गरे, त्यसले फेरि यता जिस्काइरहेछ। त्यो जिरे फेरि जिस्काउनुमा एक नम्बर छ। ल ल ल दोस्ती। धनगढी जाँदै हुनुहुन्छ बुवा। ल ल ल बुवा जानुभयो धनगढी। वाइ 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 गाइस, अहिले चाहिँ हामी आधा बाटो पुगिसक्यौँ है। असुलाई स्कुल छोड्दैछु। अब असुलाई स्कुल छोडेर म अफिस जान्छु होइन। अश्विनलाई छोडिदिएँ। अश्विनलाई स्कुल छोडेर अब नेपालगञ्ज जाँदैछु है। नेपालगञ्जमै भेटौँला है त। अब पसल खुल्दैछ। अहिले चाहिँ म नेपालगञ्ज पुगिसकेँ। यहाँ तरकारी बेच्नेको यस्तो छ, तरकारी बेच्ने यहाँ छन् यस्तो छ। आज घाम लागेको छ जे होस् नेपालगञ्जमा, चट्ट परेको। अब हामी यहाँ सामान मिलाउँदैछौँ है त। ल यहाँ भाइ पनि छन्। फेरि आज यहाँ सामान आछ, मिलाउनु पर्यो। Lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. गाइस, अहिले चाहिँ हामीले यहाँ सामान मिलाइसक्यो होइन। अब बाबुले पनि सामान मिलायो, मैले पनि अलिअलि सामान मिलाएँ। यो राम्रो देखिएछ, अहिले चाहिँ ट्याक्क राम्रो देखियो। ए यस्तो देखिएछ है। यहाँ पनि ट्याक्क यस्तो देखियो। ब्याट्रीहरू आएको थियो, ब्याट्रीहरू मिलाएँ अब यहाँ होइन। जे होस् ए ट्याक्क पारेर यसरी मिल्यो ब्याट्री चाहिँ। यहाँ पनि प्रिन्टरहरू यसरी मिलेको छ। यो सामान चाहिँ मिलाउनुपर्छ है। सामान मिलाएपछि पसल पनि राम्रो देखिन्छ। अझै अलिकति मिलाउनु पर्ने छ यतातिर सबै। यो बिस्तारै मिलाउँछौँ हामी चाहिँ। ए गाइस, हामीले चाहिँ राति पनि उखु खाँदैछौँ। त असु पनि ए म यो पनि खाँदैछु। स्वस्तिका यता सुतेर ढुस परेर। हेलो ए यता सुतिसक्यो। ए असु यहाँ मोबाइल। अश्विन ए यता मम्मीले असुलाई उखु बनाइदिँदै हुनुहुन्छ। मैले चाहिँ खाँदैछु। गाइज, अहिले चाहिँ म माथि आइसकेँ होइन कोठामा। अनि होस् अलिकति ठिकै भयो। पसल पनि गयो, पसलमा अलिअलि सामान पनि आएको थियो, सामान पनि मिलाइयो। अनि जे होस् आज रमाइलो भयो भनौँ अलिअलि। तर आज अलिअलि चिसो पनि थियो हिजो अस्तिको भन्दा। काम पनि गर्दा अहिले ट्याक्क 10:30 पनि भयो। भिडियो एडिट पनि गर्दैछु अब होइन। भिडियो एडिट गरेर भ्याउँछु अनि त्यसपछि सुत्छु होला म चाहिँ। यो आज ठिकै भयो होइन। अघि हलमा बसेर उखु पनि खाइयो। अब चाहिँ सुत्नुपर्छ गाइज होइन, किनकि एकछिन भिडियो एडिट गर्छु अनि सुत्छु। अझ राम्रो भ्लगहरू आउँदै गर्छ, हेर्दै गर्नु होला। लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला मन परेमा। आजलाई यति नै। बाई बाई, गुड नाइट, टेक केयर।